हजुरहरुलाई म लेस कुखुराको चल्लाहरू देखाउँदैछ। यो चाहिँ भर्खर हुँदैछ, तपाईको यो 35 दिन भयो। यसलाई 2 हप्तामा यसको ठोड दाम दिएको है। अनि अहिले चाहिँ भन्नुपर्दा यो अब 45 दिनमा चाहिँ यसको ठोड पुरै काट्दिन्छ। माथिको चाहिँ अलिक छोटो अनि नाकको छेउमै काट्दो रहेछ, अनि तलको चाहिँ अलिक कता लामो राख्दो रहेछ, त्यसरी काट्ने। यहाँ चाहिँ म्याक्सिमम कुखुरा चाहिँ कति छ भने यहाँ 2350 छ। यो खोरमा चाहिँ मात्र 1050 अड्दो रहेछ। अब यहाँ चाहिँ अब तल माथि लाने, यो माथि फर्म चाहिँ यो सानो खालको चल्ला चाहिँ यता छ अनि ठुलो खालको चाहिँ उता छ। यिनीहरूले चाहिँ अब भन्न चाहिँ भनेको हुँदो रहेछ 110 दिनदेखि अन्डा पार्छ भन्दो रहेछ। 110 मा त अन्डा पार्दैन होला। यो पार्नु चाहिँ अब 4 महिनादेखि चाहिँ यसले अन्डा जसरी नि एउटा दुईटा गर्दै बढ्दै 6 महिनामा चाहिँ पुरा सबैले पार्ने रहेछ। कोही चाहिँ यस्तो सानो सानो हुँदो रहेछ, त्यही भएर होला। हेर्नुस् तपाईलाई यो अब 35 दिनमै अब 23-33 दिनदेखि भनौँ न, 33 दिनदेखि यो 34-35 हुँदै गएको छ। पहिला खोर स्टेप बारेर चाहिँ बनाएको हो है। ल हेर्नुस् तपाईको झिलिमिली छ हैन। यो चाहिँ अटो ट्याङ्कर। यहाँ चाहिँ यो अटोमेटिक पानी आउँछ, यसरी पानी आएको हुन्छ है। अनि यता भयो दानाको। यो दाना हालिराखिसकेपछि यसरी हल्लाइदिने, समय समयमा यसरी हल्लाइदिने। यो दाना खाइसकेपछि फेरि उठाउने हो। ल हेर्नुस् तपाईको यताबाट यहाँबाट चल्ला उता पुगिसक्यो है। उता प्याक भइसक्यो यस कुखुरा। ल हेर्नुस्